आजको होलीको तयारी यो खानाका लागि किन यति साह्रै यो आजको के बन्ने राइ चाहिँ यहाँ चुल्हा भत्काएको होइन आज चाहिँ चुल्हा भत्काएको नि त यहाँ चुल्हा थियो है यो चुल्हा थियो चुल्हा आज भत्काएको खासमा चाहिँ है यस्तो हिलो हिलो छ हिलो हिलो छ यहाँ थाल कि के लिए भन्नुहुँदैछ मम्मीहरूले होइन म लिएर जान्छु बनाउने रहेछ चुलो चुल्हा यहाँ बनाएर एकदम रेडी छ यहाँनिर चाहिँ थाल के अरे त्यो च्यादर हाल्ने होइन त्यो रोटी मैले के भन्दैन चाहिँ दुई थाल यस्तो अनि एउटा स्टिलको थाल भनेपछि यस्तो दुई थाल भएको होइन स्टिल थाल छैन यहाँनिर कुन ल्याउनु अब कुन बोक्नु खोइ यही बोक्नु पर्ला अनि अरू के चाहिन्छ है चम्ची चम्ची छ भनेपछि हामीले के गर्नु भने भात छँदैछ है भात पनि थोरै बोकौँ कि के गर्नु पर्ने है अब भनेको हाम्रो चाहिँ पर्सि साथै साथै विवाह हुँदैछ होइन विवाह कार्यक्रम त्यसैले त्यसको सबै तयारी हुँदैछ कि यहाँ चाहिँ हाम्रो विवाह कार्यक्रम हुँदैछ नि त 27 गते त्यसैले चाहिँ तयारी भनौँ न भात यति रहेछ एउटा थोरै होला खानुपर्छ यस्तो थाल्नु हुँदैन भात अन्न कहिले थाल्नु हुँदैन क्या हामीले पाप लाग्छ त्यस्तो अन्न थोरै खान्छ यो चुल्हाको चाहिँ सामग्रीहरू होइन यिनीहरू चाहिँ एकदम बनाउनु छ यो चुल्हाको सामग्री हो यिनीहरू एकदमसँगले अब यहाँ बनाउन आँटेको होइन पुरा भत्काएको नि त अब 27 गते विवाह छ त्यसैले एकदम प्रोग्राम मतलब प्रोग्राम के भन्दैछु म कार्यक्रम हुँदैछ विवाह कार्यक्रम भनौँ न है यो लाग्छु म मुनिबाट अरू के चाहिन्छ नि बत्ती आइन्छ बत्ती आइन्छ मलाई कहाँ हुन्छ ए सिसा ग्लास फेरि ए बिर्सी सिसा आएको मलाई सिसा ग्लास पनि चाहियो नि त सिसाको ग्लास त मम्मीले कहाँ राख्नुपर्छ फेरि चाहिँ दसैँमा पहिले दिउँसोमा फ्रीमा दिन्छ क्या यो यस्तो छ हात पनि कति नराम्रो आएको नि यता यो घाँसोले यस्तो कालो देखिएछ नस्याउनुलाई यस्तो नराम्रो हात छ कि मेरो म काले हो नि त म एकदम काले हो त्यसैले म काले छु म काले 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 कसरी लाग्नु भयो खै फोटो भने ए यहाँ भन्दा पोस्ट रहेछ कसरी लाग्नु नि ला भिजक पो भयो त यार यसरी लाग्नु पर्ला सायद यसरी ल यसरी लाग्छु म यहाँनिर राखेर टक्क लगाएर फोकस टु फोकस ल म मुनिबाट गएको ल मुनिबाट बस्छु यता दिँदैछु अन्त अब म डाइरेक्ट जान्छु मुनिबाट यसरी लगेर जान्छु बिस्तारै फोटो भन्दा बहुत हुन्छ त्यसैले बिस्तारै बिस्तारै लाग्नु पर्ने हुन्छ यस्तो छ कतिखेर प धुवा भयो नि त अलिकति धुँलेको छैन दिउ ल्याउनु दिउ दिल्ली यो बिजोक पानी हस् क्या यो अहिले एकदम भित्र असर बनाउँछ भनेर त हुँदैन के गर्नु आफै खाइन्छ होइन रोक्दै भन्छन् तर हामी चाहिँ महिनामा हप्तामा एकपटक होइन महिनामा एकपटक वर्षमा यस्तो खानु हुँदैन क्या रोग लाग्छ हाल्दै ल्याउनु नुन थप्नु यो खालको स्टिलको थाल पनि ल्याउ आगुन हाम्रो भएर 8 बोट आउँछ आठजना छु भने आफ्नो अहिले आउनु पर्दैन मान्छेको ए चमाहरू अहिले त किन आउँछ उनीहरूको चाहिँ काम गर्नु पर्दैन उहाँ के छ काम त्यो के गाई भन्छ कतै काममा पनि खान पाएको होला नि त नि त्यसको
15,000 जागे खानु कान्छ धेरै महिनाको किलोमा आफू भन्नु त्यति भएको नि त्यही पनि छ भर्खर पर्यो नि त्यो सबै खाइसकेको मासु मागौँ नि हो नि त त उसले कुछ खाएछ गुस्सा भएको थियो उकालिनै सक्दिनँ नि के गर्यो मजा हुँदै मन चाहिँ हो नि त अरू के कता गाह्रो हुन्छ उकालिनु ए छोरी खासै के गर्नु पर्दैन केही झार्दैन अलि त्यो मजा यो र मै जान्छ चुल्हा बनाउँदैन आज त्यो माटो त त्यस्तो छ कसरी चुल्हा बनाउँछ भन्छ त बिसारी छ यस्तो कुरा गर्छ त्यो बाख्रै झार्छ नि के त्यति गर्नु त्यो धुवा जान्छ यस्तो तरकारी बनाउँछ ज्यादा फल्छ कि के त हो मैले भात त सातै खानु पछि के गर्नु होलीको रमाइलो भयो मात्रै रमाइलो त गोलीहरू चाहिँ कहाँ गएको यतिर यादै छैन अरू बेला त नै फोन गर्थेँ उसले खेल्नु गयो क्या त पक्कै साथीसँग गयो कोचिङ भयो नि त साथीले मलाई फोन गर्थ्यो आज फोन पनि गर्न उसको त फोन गर्नु नबोलाउनु गयो त गएछ नि अरू मलाई जस्तो हुन्छ त्यो आयो भने आयो होइन कसरी रड लाग्यो जस्तो रड लाग्यो जस्तै त्यसो कि म गएपछि त पनि जस्तै दसैँमा आउँछ नि दसैँमा खानु अनुहार देखिँदैन त्यो हेपेर मम्मीले मलाई चिया पकायो त्यो खान्छु हो कहिले काहीँ त नि हामीले यस्तो छ टोकेर खाएर छ टोकेको मोमो त कहिले काहीँ मम्मीको सलाई मिलिहाल्छ नि सलाई मिल्दैन मम्मीले चाहिँ पैसा दिन्छ कहिले काहीँ त्यस्तै हो नि दसैँमा आउँछ र अरूले भनेको दसैँमा आउँछु अनि त्यहाँ सुँगुर मासु लिएर सेक्का बनाएर खानुपर्छ भन्दै के दसैँ आउनु है त बुढा नै आउने अरे नि त बिस वर्ष कति वर्ष भयो दिदी गएको उता 3 वर्ष भयो 3 वर्ष बाद छुट्टी मिल्छ अब चैतमा हुन्छ 3 वर्ष 2 पुरा 3 लाग्छ मैले बिहे गरेको है वर्ष गएको विदेश गएर चाहिँ बिहे गरेको 1 वर्षपछि 2 वर्ष मिल्छ 3 वर्षपछि आउनु मिल्छ पुगिदिन्छ हो छुट्टो ताङबाट अब महिनामा दिइरहेको छ नि पैसा त आन्दोलन हुन्छ कहाँ उता कतार त्योमा त अहिले त कस्तो आन्दोलन पो हुन्छ नेपालीभित्रै नेपालीहरू कति खै होइन मलेसिया होइन नि त उता कतार दुबई अनि कतार दुबई अनि कुन ठाउँमा त्यस्तो हुँदैछ नेपाल बाहिरै भित्र विदेशमा क्या त्यो नेपाल बाहिर त मलेसिया होइन नेपालीहरूलाई बचाउ के लगाइरहेको थियो आन्दोलन के आन्दोलन आन्दोलन धेरै छ कति आमा त घरहरू डराएको